नमस्कार, म कविराज ध्रुवप्रसाद प्रसाई। आज हामी आयुर्वेदमा विरेचन कर्मका लागि अत्यन्तै महत्त्वपूर्ण एउटा अवलेह हो त्रिवृत अवलेह। त्यो त्रिवृत अवलेह कसरी बनाइन्छ, कति कति मात्रामा लिँदा के इन्ग्रिडियन्ट हाल्ने भन्ने विषयमा चर्चा गर्छौँ, जुन यस प्रकार छ। आज हामीले लिएका छौँ 1500 ml पानी र 50-52 ग्राम जति निसोध। यसलाई हामीले पानीमा बिस्तारै बिस्तारै तातो भए पछाडि हालेका छौँ र बिस्तारै बिस्तारै चलाउने। एकचोटि राम्ररी मिक्स भइसके पछाडि बिस्तारै सानो आगोमा मन्द मन्द आगोमा राम्ररी पकाउने र बिस्तारै बिस्तारै चलाउँदै जाने, पछाडिभित्र डल्लो नपरोस्। माथि देखिएको सेतो लेदो जस्तोलाई चाहिँ त्यो त्रिवृतको हो। त्यसलाई चाहिँ बिस्तारै बिस्तारै चलाए पछाडि फोहोरहरूलाई हटाइदिने। यसरी कलरहरू थोरै कालो जस्तो देखिन्छ, यो केही भएको होइन, यो राम्रै हो। यो र माथिपट्टिको फिजहरूलाई चाहिँ निकालेर हटाइदिने र त्रिवृतको लागि जुन हामीले तयार पार्दै गरेको यो चाहिँ कल्क भयो, क्वाथ भयो, यो निसोधको क्वाथ हो। निसोधहरू चाहिँ जब एक लट हामीले 1500 ml पानीमा 50 ग्राम निसोध पकाएर लगभग त्यसलाई हामीले 200 ml जति क्वाथ रेडी गर्छौँ र त्यो क्वाथका लागि चाहिँ 50 ग्राम मिश्री, 50 ग्राम फेरि निसोध चूर्ण र सुकमेल, दालचिनी, तेजपत्ताको 60 ग्राम पाउडर रेडी गरेका छौँ। त्यसै गरी साइडमा हामीले 20 ml जति हनी पनि रेडी गरेका छौँ। हनी चाहिँ राम्रो कम्पनीको हुनुपर्छ, हामीले लिएको हनी राम्रै कम्पनीको छ। यसरी लगभग हामीले 200 ml जति निसोध क्वाथ रेडी गरिसकेका छौँ र यसलाई हामीले फेरि एकचोटि चेक गर्दैछौँ क्वाथ रेडी भयो कि भएन। फेरि एकचोटि हामी जोख्छौँ र राम्ररी वेट लिएर 200 ml जति लगभग 200 ml जति पुग्छ। यो यसरी तयार पारिएको निसोधको क्वाथलाई फेरि एकचोटि हामीले पकाउने र यसमा हामीले 200 ml जति निसोध क्वाथ, 50 ml जति फेरि पुनः निसोध चूर्ण र त्यसमा 50 ग्राम जति मिश्रीको पाउडर राखेका छौँ र यसलाई हामीले बिस्तारै बिस्तारै राम्ररी चलाउँछौँ। र जब यसरी राम्ररी मिक्स भइसक्छ, यसरी केही बेर चलाएपछि यो राम्ररी मिक्स हुन्छ। यसलाई जति चलाउँदै गयो अलिकति थोरै बाक्लो हुन्छ र यसलाई बाक्लो भइसके पछाडि हामीले राम्ररी यो चाहिँ लगभग त्रिवृत अवलेह हुन्छ। यसरी अवलेह भनेको चाहिँ चाटेर खाने खालको औषधिलाई अवलेह भन्ने चलन छ आयुर्वेदमा। यसलाई राम्ररी चलाउने, यो चलाउँदै गइसकेपछि मन्द आगोमा थोरै बाक्लो हुँदै जान्छ र यसरी एकचोटि यो बाक्लो भइसके पछाडि यसमा हामीले अघि तयार पारेको सुकमेल, दालचिनी र तेजपत्ताको पाउडरलाई राम्ररी यसरी मिसाउने, थोरै थोरै गर्दै मिलाउँदै जाने। यसरी राम्ररी मिलाइसके पछाडि